सन् 2026 मा हुने आइसिसी अन्डर 19 विश्वकप क्रिकेटमा छनौटका लागि नेपाल र अफगानिस्तान बीचको खेल निर्णायक हुने भएको छ। काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदानमा जारी विश्वकपको एसिया छनौटमा नेपाल र अफगानिस्तान बीचको विजेता टोलीले जिम्बाब्वे र नामिबियामा हुने अन्डर 19 विश्वकप खेल्ने भएका छन्। जारी प्रतियोगितामा दुवै टोली अपराजित रहेका छन्। 3 खेलबाट दुवै टोलीले 6-6 अङ्क जोड्दै शीर्ष स्थानमा रहेका छन्। नेपालले युएईलाई 5 रन, ओमनलाई 8 विकेट र हङकङलाई 9 विकेटले पराजित गरेको थियो। अफगानिस्तानले ओमन र हङकङलाई समान 8 विकेट र युएईलाई 180 रनले पराजित गरेको हो। आउँदो शनिबार नेपाल र अफगानिस्तान बीचको खेल हुने भएको छ। उक्त खेलमा जुन टोली विजयी हुनेछ त्यही टोली विश्वकपमा पुग्ने भएको छ। सोही टोलीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने भएको छ। पराजित हुने टोली भने विश्वकपमा छनौट हुन असफल हुनेछ। छनौट प्रतियोगिता अघि नेपाल र अफगानिस्तान बीच 3 खेलको एक दिवसीय सिरिज भएको थियो। उक्त सिरिजको 2 खेलमा अफगानिस्तान र 1 खेलमा नेपाल विजयी भएको थियो। 2080 को माघमा भएको अन्डर 19 विश्वकपमा अफगानिस्तानलाई 1 विकेटले हराउँदै नेपालले सुपर 6 मा यात्रा तय गरेको थियो। ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।